पाणिनी तपोभूमि धाममा हार्दिक स्वागत गर्न चाहन्छु। पाणिनी तपोभूमि नामबाटै यसको अलिकति परिचय आइसकेको छ। पाणिनी ऋषिले तपस्या गरेको भूमि भएको हुनाले यसलाई पाणिनी तपोभूमि भनियो। पाणिनी ऋषिको संक्षिप्त इतिहास भन्नुपर्दा उहाँको जन्म हालको पाकिस्तानको लाहोर सहर। त्यति बेला त्यो सहरलाई सालातुर सहर भनिन्थ्यो अरे, अहिले पाकिस्तान भन्ने सहरलाई सालातुर भनिन्थ्यो। एउटा गाउँको रूपमै थियो। अनि उहाँको मावली चाहिँ भारतको पटनालाई पनि त्यति बेला पाटलिपुत्र भनेर भनिन्थ्यो। यो भारतवर्ष नै थियो। नेपाल भारत पाकिस्तान भन्ने देश छुट्टिएको थिएन, भारतवर्ष भनिन्थ्यो त्यति बेला। त्यति बेला उहाँको त्यहाँ जन्म भयो। पढ्नको लागि मावली पठाइयो। मावली पठाइसकेपछि गुरुहरूले कति प्रयास गर्दा पनि पाणिनीले पढाउन सक्नु भएन। उहाँलाई पढ्न आउँदै आएन। नआइसकेपछि एक दिन गुरुले अनुसन्धान गर्ने क्रममा उहाँको हस्तरेखा हेर्नुभएछ। हस्तरेखा हेर्दाखेरि पाणिनीको हातमा विद्याको रेखा रहेनछ। त्यो भएपछि गुरुले के भनिदिनु भएछ त भन्दा, तिम्रो हातमा विद्या रेखा रहेनछ, तिमीलाई पढेर विद्या सम्भव छैन। अब तिमी यदि विद्याको चाहना नै हो भने ठुलो तपस्या गर्नुपर्छ, नत्र तिमीलाई विद्याको सम्भव छैन भनेपछि पाणिनीलाई चित्त दुख्यो। चित्त दुखेपछि कस्तो हुन्छ त विद्या रेखा भनेर गुरुसँग सोध्नु। गुरुले आफ्नो हातमा विद्याको रेखा बताइदिनु भयो, यस्तो हुन्छ भनेर। अनि पाणिनी ऋषिले गुरुको नजिकै रहेको चक्कुले काटेर आफ्नो हातमा विद्या रेखा आफै बनाउनु भयो। त्यो बनाएको देखेपछि गुरुलाई अचम्म लाग्यो। यस्तो इच्छा शक्ति भएको मान्छे पक्कै सफल हुन्छ भनेपछि उहाँले के उपदेश दिनुभयो भन्दा उहाँलाई, तिमी पक्कै सफल हुन्छौ, तिमीमा इच्छा शक्ति ठुलो रहेछ, तिमी पक्कै सफल हुन्छौ। अब तिमी उत्तराखण्डतिर लाग, जहाँ पुग्दा तिम्रो आत्माले म यहाँ बसेर तपस्या गर्दा म सफल हुन्छु भन्ने विश्वास लाग्छ, त्यहाँ गएर तपस्या गर, महादेव प्रसन्न भएर तिमी पक्कै सफल हुन्छौ भनेर गुरुको अर्थी अनुसार उहाँ पटनाबाट यो कालीगण्डकीको तिरै तिर यो ठाउँसम्म आइपुग्नु। यो ठाउँमा आइपुगेपछि उहाँको आत्माले विश्वास लाग्यो कि अब मैले यहीँ तपस्या गर्नुपर्छ, म यहाँ तपस्या गरेँ भने सफल हुन्छु भन्ने विश्वास लागिसकेपछि यसै ठाउँमा बसेर तपस्याको सुरुवात गर्नुभयो। हिँड्दै आउनु भएको थियो, साथमा केही पनि थिएन। अनि उहाँ तपस्यामा लिन हुनुभयो। अब मानव हो, भोक लाग्छ, दिनको एकपटक उठेर यहाँ जे फलफुल पाइन्छन् त्यो खाएर तपस्या गर्न सुरु गर्नुभयो। एक हप्तासम्म फलफुल भेटिए। अब एक हप्तापछि फलफुल भेटिन छोडे। फलफुल नभेटिसकेपछि दोस्रो हप्तामा उहाँले पात पतिङ्गर कमला पातहरू चबाएर भोक मेटाएर तपस्या गर्नुभयो। अनि दोस्रो हप्ता जति पात खानुभयो। तेस्रो हप्ता लागेपछि उहाँमा त्यो तपस्याको बल पनि बढ्दै गयो। अब मैले केही जो नखाने, जबसम्म महादेव मसँग प्रसन्न हुनुहुन्न तबसम्म केही पनि खान्न भनेर प्रतिज्ञा गरेर तपस्यामा बस्नुभयो। बस्दा 27औं दिनका दिन महादेवसँग त्यो तपस्याको प्रभाव पुग्यो। एउटा पुराणमा श्लोक छ, नृतावसाने नटराज राजो ननाद ढक्का नवपञ्च बारम उद्धर्तु कामान सनकादि सिद्धान्त एतद्विमर्शे शिवसूत्र जालम। यो श्लोकले के भन्छ त भन्दा, तपस्याको प्रभाव कस्तो बेलामा पुगेको थियो अरे भन्दा, महादेवसँग नृतावसाने नाचिरहेको बेलामा। नृतावसाने नटराज राजो, महादेवको नाचिरहेको रूपलाई नटराज भनिन्छ। त्यस्तो अवस्थामा तपस्याको प्रभाव पुग्यो। उहाँले भक्तले मलाई सम्झ्यो भनिसकेपछि उहाँ तुरुन्तै नाच्दै जो यहाँ आउनुभयो। नाच्दा नाच्दै यहाँ आउनुभयो र 14 पटकसम्म नव पञ्चबारम भनेर श्लोकले भनेको छ। नव भनेको 9, पञ्च भनेको 5, नव पञ्च 14 पटकसम्म डिम 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 डम्बरू बजाइदिनु यहाँ आएर। त्यो डम्बरूको आवाजले पाणिनीको ध्यान खुल्यो। अनि त्यो डम्बरूबाट निस्केका आवाज 14 पटक डम्बरू बजाउँदा अ इ उ अण जस्ता आवाजहरू निस्किए। ती आवाजहरूलाई महेश्वर सूत्र मानेर उहाँले तिनै 14 पटक निस्केका आवाजहरूबाट 3996 श्लोक भएको पाणिनीय व्याकरण 8 अध्याय 3996 श्लोक भएको पाणिनीय व्याकरण बनाइदिनु भयो। त्यो पाणिनीय व्याकरण भनेको अहिलेसम्म पृथ्वीमा भएको सबभन्दा वैज्ञानिक व्याकरण। त्यही व्याकरणलाई आधार मानेर नेपाली, उर्दू, अङ्ग्रेजी सम्पूर्ण भाषाका व्याकरणहरू त्यसैमा आधारित भएर बनेका छन्। त्यसले त्यस्तो वैज्ञानिक व्याकरणको उत्पत्ति भएको ठाउँ। अर्को कुरा, पाणिनी जस्तो त्यस्तो पढ्न आउँदै नआएको मान्छेले सिद्धि प्राप्ति गरेको ठाउँ भएको हुनाले हामीले यसलाई स्थानीय भाषामा सिद्धथान भनेर पनि भन्छौँ। अनि त्यसरी विद्या प्राप्त भएको हुनाले यसलाई विद्यातीर्थ पनि भन्ने गरेका छौँ। र यहाँ आएर कुनै पनि पढाइमा कमजोर विद्यार्थीहरू यो ठाउँमा आएर ढोगे अथवा फुल प्रसाद चढाए भने तिनीहरूको दिमाग तेज हुन्छ भन्ने विश्वास छ। र अहिलेसम्म यहाँ आएर त्यसरी
त्यही विद्याकै आशले आएर ढोगेका विद्यार्थीहरूका अभिभावकहरूले हामीसँग त्यस्ता रिपोर्टहरू पनि दिने गर्नुभएको छ। त्यो ठाउँमा गएपछि त चमत्कारै हुँदो रहेछ, ठ्याक्कै पढ्न नआएको मेरो विद्यार्थी यसरी टाठो भयो भन्ने रिपोर्टहरू पनि हामीसँग आइरहन्छन्। र यो ठाउँ अब इतिहास भन्नुपर्दा बुद्धभन्दा पनि धेरै अगाडिको इतिहास हो। जुन व्याकरणबाट हाम्रा धर्मग्रन्थहरू बनेका छन्, जुन व्याकरण प्रयोग भएर हाम्रा धर्मग्रन्थहरू लेखिएका छन्, त्यो व्याकरणको उत्पत्ति भएको ठाउँ। त्यसैले यो त हिन्दू धर्मावलम्बीहरूले त अझ सबभन्दा पहिलोपटक गर्नुपर्ने तीर्थ हो। तर प्रचार प्रसारको अभावमा यो धेरै ओझेलमा परेको थियो। अहिले पछिल्ला 4-5 वर्ष यता यसले अलिकति फड्को मार्ला कि जस्तो हामीलाई आशा लागेको छ। तपाईँ हामी जस्ता सबै लाएर यसलाई अगाडि लानुपर्ने आवश्यकता मैले महसुस गरेको छु। अब खास संक्षिप्त इतिहास यति नै हो। अब यहाँहरूलाई अरू केही जिज्ञासा भए म फेरि बताउनेछु। हस्त, धन्यवाद।